नमस्कार दर्शकबिन, नयाँ अपडेट्स लिएर हजुरहरूको बिचमा फेरि म आएको छु सिएमसी भ्याल्लोरबाट, एसकेएम हाउसबाट, सिक्किम हाउसबाट तपाईँहरूको बिचमा एउटा सानो भिडियो तपाईँहरूको बिचमा प्रस्तुत गर्दैछौँ। हाम्रो बिचमा बहिनी हुनुहुन्छ। बहिनी नमस्कार। नमस्कार। तपाईँको नाम के होला? मेरो नाम वर्षा छेत्री। कुन जग्गाबाट हुनुहुन्छ तपाईँ? म राङ्के बस्ती राबङ्लाबाट। वेस्ट सिक्किम, साउथ सिक्किमबाट हजुर। के को लागि तपाईँ यो जग्गामा आउनु भएको थियो भ्याल्लोरमा? म चाहिँ एक्चुअली मेरो र मम्मीको ट्रिटमेन्टको लागि आएको थिएँ। लास्ट टाइम आउँदाखेरि डक्टरले अपरेसन गर्नुपर्छ भनेर भन्नुभएको थियो मेरो। तर लास्ट टाइम एक्लै आएकोले गर्दाखेरि गर्न सकेको थिइनँ। जो योपालि आएर अपरेसन गरेर अहिले यहाँ छु। अहिले अपरेसन सक्सेस भयो? हजुर, राम्रै छ, केही प्रब्लम छैन? छैन। तपाईँ हाम्रो सिक्किम हाउसमा बस्नु भएको छ, कति दिन भयो? 11 दिन भयो आजसम्म। कस्तो लाग्यो तपाईँलाई? पहिला पनि म 2 खेप आएको थिएँ। पहिला म अर्कै एरियामा बसेको थिएँ, तर त्यहाँनिर चाहिँ अलिकति एक्सपेन्सिभ भयो अब हामी ट्रिटमेन्टमा आउने मान्छेहरूको लागि चाहिँ है। अनि योपालि चाहिँ यहाँनिर याद पाएँ मैले सिक्किम हाउस छ भनेर, अनि सोधी खोजी गरेर आउँदाखेरि चाहिँ मलाई धेरै नै सुविस्ता भयो फाइनेन्सियली पनि, किनभने कम्ती रेटमा हामीले रुमहरू पायो। धेरै राम्रो लाग्यो। ठुलो रुम छ 1 BHK है, कम्ती रेटमा पायो। धेरै नै हामीलाई सहयोग भयो। अनि सिक्किम सरकारबाट तपाईँले के अपिल गर्नुहुन्छ कि हाम्रो यो सिएमसी भ्याल्लोरमा आफ्नै घर, सिक्किमको आफ्नै घर भए चाहिँ कस्तो लाग्थ्यो कि किराय तिर्दै बस्नु बेटर हो कि सिक्किमले आफ्नै सिक्किम हाउस बनाएर तपाईँ हामी यहाँ बसेको बिमारीहरू आएर बिमारी डक्टरलाई देखाउनु सजिलो पर्छ या यस्तै घरहरूमा बसेर चाहिँ देखाउनु सजिलो होला? होइन, एकदमै सिक्किम हाउस भयो भने चाहिँ हामी है जति पनि आउनु हुने बिमारीहरू हुनुहुन्छ है धेरै नै सुविस्ता हुन्छ। किनभने हामी जति पनि यहाँनिर भेल्लोर सिएमसी भेल्लोरमा हामीले भेट्छौँ, जति पनि नेपालीहरू भेट्छौँ प्रायः हामी सिक्किमबाट नै हुन्छौँ। आफ्नै सिक्किम हाउस भयो भने चाहिँ है हामीलाई धेरै सुविस्ता हुन्छ। किनभने हामीले जति पनि सिएमसी भेल्लोरमा यहाँ हस्पिटलमा जति पनि हामीले नेपाली दाजुभाइ दिदीबहिनी अङ्कल आन्टीहरू जति पनि भेट्छौँ प्रायः हामी सिक्किमकै हुन्छौँ। र हामी यसो गफहरू गर्दाखेरि चाहिँ थाहा पाउँछौँ कि कसैले 1500 कसैले 1200 दिनको तिरेर है बसिरहनु भएको हुन्छ। तर हामीलाई चाहिँ अब मलाई चाहिँ के फिल लाग्यो भन्दाखेरि चाहिँ आफ्नै सिक्किम हाउस भयो भने हामीलाई चाहिँ सरकारबाट धेरै सुविस्ता हुन्छ, धेरै सहयोग हुन्छ हामी बिमारीहरूलाई है। सो आफ्नै सिक्किम हाउस भयो भने चाहिँ धेरै राम्रो। सो प्लिज हामीलाई त्यो प्रोभाइड गरिदिनुहोस् सो द्याट फ्युचरमा जति पनि आउनुहुन्छ सबैलाई सुविस्ता होस् त्यो कुरामा चाहिँ। अहिले सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह गोले सर, साथै सम्माननीय हाम्रो स्वास्थ्य विभाग मन्त्री श्री जितु डेङ्गल सरले धेरै कोसिस गरिरहनु भएको छ यहाँको लागि। अनि हामी आशा पनि गर्छौँ आउने दिन